हेलो साथीहरु, के छ खबर? आज पनि तपाईहरुमा एउटा नयाँ भिडियो लिएर आइसकेको छु। त्यहाँले नयाँ भिडियो ल्याउनु भएको छ इलेक्सन ट्रोल भनेर भोट केमा एपिसोड 4। आज त्यसलाई नि रियाक्सन गर्न आउँछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्दिनु होला। यस्तै रियाक्सन भिडियो हेर्नको लागि ढिला नगरी भिडियो सुरु गरौँ। भोट लाउनु यसबाजी भन्छ कि भन्दैन? अर्काको मुख हेरेर लाउने रे कि अर्काको मुख हेरेर लाउने रे कि यसबाजी भोट चाहिँ के कसो छ? भोट अब मैले चाहिँ हामी दुईजनाले चाहिँ अहिलेसम्म लाएको पनि थिएनौँ होइन। अब ये माले कांग्रेस जाटाओले दिया दो बजे मामा का सुबोले रात सराने कारण कल्याण पार्टी आइला जिंदाबाद उनको यावे युवा जन जीवन तो बुझ्यान डब्लू सीसा भोट के मारे थाहा छैन। अनि टी सर्ट त अनि के को लगाइराख्नु भएको छ तपाईँले? यो त अहिले फ्याँकिहाल्छ नि लगेर Oh my god. भोट केमा वोट घन्टीमा घन्टीमा चुनावको बेलामा भोट माग्ने बेलामा म केही बाचा गर्दैन। बाचा गऱ्यो भने भोलि फेरि आफ्नै टाउकोमा दण्ड बजार्छन्। बाचा गऱ्यो पुरा गर्न सकेन भने दण्ड बजार्दैन त। म पनि बाटै छु। One question: what is your media strategy if you're not giving interviews? Yeah, it's I'm just curious. strategy यो पनि मैले हेरेको थिएँ यार, टिकटकमा देखाएको थिएँ। मैले बदमासी गरेँ भने मलाई दिनीमा पोखरामा बाटोमा जहाँ भेट्छ लौरोले चाहिँ कुट्नु भनेछ। लौरो पाएन भने ढुङ्गाले हानेन हुन्छ, सास चाहिँ राख्दिनु भनेछ है। यसपालि भोट नि यसलाई दिनु ल, यसलाई दिनु यसपालि भोट ल भत्ता बढ्छ तपाईँको। यसलाई दियो भने एमाले केपी ओली यो कि तपाईँ नि सिरानी सुत्नुहुन्छ नि, सिरानीमा भोट मुनि राखेर सुत्नु, तपाईँको भत्ता बढ्छ। किन्छ कि तपाईँलाई मैले भोट दिइसकेँ, खोइ त विकास गरेको। अब यो पालि स्वतन्त्र हो त्यसो गरी जिताउनु पर्छ। अब बजाउनु घन्टी त बजाउनु पर्दैन। अब तीनटा पार्टीले केही नापेन नि त अहिलेसम्म। गजब बेइज्जती हाल्नु पर्ने हो। हामी घन्टी हो। भिडियो चाहिँ नबनाउनु न। होइन भिडियो होइन, तारामा तारा म तारा हो होइन। हामी पनि तारा हो। होइन मेरो नाम तारा हो, तर म भोट चाहिँ घन्टीमा योपल्ट। औरा वाह, नेपाली कांग्रेस बालेनसँग हात मिलाउने। साथी जिन्दगीमा नि के गर्नुपर्छ गर्दै सोच्दै नसोचेको काम पनि गर्नुपर्ने। यो भगवान्ले नि के गरिदिन्छ नि, सुख त कहिले नदिने भयो भगवान्ले। कहिले बरु छिटो छिटो लय त हुन्छ नि, आनन्दै हुन्थ्यो। कहिले लैजान्छन् न हो भगवान्, छिटो छिटो लैजाऊ। म त के गर्नु भयो। कसरी खर्च चलाइरहनु भएको छ त चुनावको? चुनावको त अब घर जग्गा बेच्न पाए बेच्ने हो, नभए किडनी बेच्ने भन्ने सोच छ होइन। किडनी बेचेर किडनी त पछि राख्नु मिलिहाल्यो नि। डाक्टर भुषाल के रायो घन्टी बजाएर हिँड्ने त्यो मन्दिरको घन्टी होइन, त्यो जुठो बारिसकेपछि त्यसले राम्ररी बार्नु परेन। अबे गीत पर ट्याक्कै बेला छ दारे डान्स त
यो गीत कसले बनायो कि बाटो बिस्तारै ल्याउनु पर्छ नि कहिले बिस्तारै भोट दिइसकेपछि त नाक मुखै देखाउनु हुन्न कहिले पाउँछ बाटो एकदम सही देश सिकाउनु त देश बनाउँछु भन्नुहुन्छ होइन देश कसरी बन्छ देश काम गर्छ हजुर काम गर्नु काम गरेर मात्रै बन्छ आइडिया भने के हो अब ढुङ्गा उचालेर प्रचण्डको सरकार पनि बन्नु सक्छ एमाले र काङ्ग्रेस प्रचण्ड यिनीहरू तिनजना मिलेर केपी ओलीको सरकार पनि बन्नु सक्छ हर्क सम्पाङ र केपी ओली मिलेर हर्क सम्पाङको सरकार पनि लजिक ल त गाइज आजको भिडियो चाहिँ यति नै फुल भिडियो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँ प्रभात बस्नेतकोमा गएर भिडियो चाहिँ बबाल लास्टिक कमेडी छ गएर हेरिदिनु मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु उहाँको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला आज चाहिँ म बिदा हुन्छु अर्को भिडियोमा चाहिँ हामी मिल्नेछौँ अर्को यस्तै रियाक्सन भिडियोमा